दाजुले भनिसके गुरु गोरक्षनाथ हजुरको ठाउँदेखि सबै भन्नु पर्यो। नमस्कार, यो चाहिँ मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर 3 डाँडा गाउँमा अवस्थित सद्गुरु शिव गोरखनाथ बाबाको पहिलो शक्तिपीठ हामीले सबभन्दा सुरु गरेको वायुमण्डलीय शक्तिपीठ, जुन वायुमण्डलमा छरिरहेका शिवशक्ति जुन शक्ति ऊर्जा छ, त्यो ऊर्जालाई चाहिँ हामीले यहाँ मन्दिरको रूपमा स्थापना गरेर यहाँबाट चाहिँ आउने भक्तजनहरूले चाहिँ त्यो ऊर्जा प्राप्त गर्नको निम्ति, जस्तै हामीले आकाशमा भएको वायुमण्डलमा भएको कुराहरूलाई त हामीले देख्न सक्दैनौँ। अब यहाँ भएपछि त कमसेकम मूर्ति मन्दिर स्थापना भइसकेपछि यहाँ आएर यहाँबाट आशीर्वाद लिएर जाने हो। बाबा सद्गुरु शिवनाथ बाबाको विभिन्न ठाउँमा विभिन्न शक्तिपीठहरू हामीले स्थापना गरेका छौँ। त्यसै क्रममा सबभन्दा पहिला यहाँ वायुमण्डल शक्तिपीठ बाबा सद्गुरु शिवनाथ बाबाकै आदेश र आज्ञामा अब यस धरतीमा अन्य अत्याचारले सीमा नागिसक्यो, धर्म रक्षा गर्नको निम्ति, चराचर जगतको कल्याणको निम्ति, सत्यको निम्ति वैदिक सनातन धर्म जुन परापूर्व कालदेखि सृष्टिकालदेखि चलिआएको त्यसको संरक्षण र जगन्नाथको निम्ति यहाँ मेरो शक्तिपीठ स्थापना गरेर सबैलाई मैले ऊर्जा जे छ मसँग छ मैले सबैलाई ऊर्जा दिन्छु, त्यसको निम्ति बनाउनुपर्छ भन्ने आदेशअनुसार हामीले यो शक्तिपीठ स्थापना गरेका छौँ। र यहाँ सम्पूर्ण नेपालमा रहेका सम्पूर्ण शक्तिपीठहरू विभिन्न देवी देवताका मूर्तिहरू यहीँ छन्, यहीँ राखेका छौँ। भित्र पनि चारवटा दिशामा चारवटा मुख भएको शिवजीको सद्गुरु शिव गोरखनाथ बाबाको मूर्ति छ। सायद यसरी बनाएको गोरखनाथ केन्द्र पहिलो नै हो, यो अन्त मैले देखेको छैन कि चारवटा दिशामा चारवटा रूपको छ, चारवटा रूपको चारैवटा काम छ। र भित्र पनि जगतआमा विश्वआमा र धरतीआमा र प्रथम गणेश सहित को मूर्ति स्थापना गरेका छौँ। अब यहाँबाट यहाँ आएर दर्शन गरेर आइसकेपछि सबै देवी देवताको एकमुष्ट एकैचोटि दर्शन गर्नु पाइने यो पवित्र स्थान हो। र हजुरहरू पनि आएर सबैजनाले आएर एकचोटि दर्शन गर्नु भने सबै कुरा प्रष्ट रूपमा बुझ्न सकिन्छ। यो पवित्र स्थल हो। यो कौरव र पाण्डव छुटेको स्थान पनि हो। त्यतिखेरको महाभारतको युद्धको कालमा युद्ध सकिसकेपछि कौरव र पाण्डवहरू छुटेको स्थान माथि छ, जहाँ पाठीभरा आमा विराजमान भइबसिन्छ। जुन उहाँ अहिले पाठीभरा आमा हाम्रो ताप्लेजुङ भन्दा नि पहिलाको पाठीभरा आमा त्यहाँ यहीँबाट देखिन्छ। त्यो सबभन्दा अग्लो डाँडा हो। त्यो विभिन्न हिसाबले चाहिँ बाबा आमाले चाहिँ सिंहमा विराजमान भइकन सबैले दर्शन पाइसक्नुभयो राति। त्यो ठाउँ हो यो, सिंहमाथि चढेको जगतआमाको दर्शन पाइसक्नु, त्यस्तो पवित्र ठाउँ हो यो। त्यसैले अब त्यही भएर हामीले यहाँ बनाएका हौँ, नत्र हामीले दिन हुनुपर्ने थिएन। अब यो जगत कल्याणको निम्ति हो, हाम्रो त्यही हो। यहाँ आउन हामी कसरी आउन सक्छौँ र यहाँको व्यवस्थाहरू के छ? कुनै भक्तजनहरू आउनु पर्यो भने कसरी आउन सक्नुहुन्छ? थाङकोटको बाटो, सुरुङमाराको बाटो हुँदै नौबिसेबाट बाहिर रोडको बाटो 45 किलोमिटर बाटो आइसकेपछि शिखरकोट बजारमा आएर त्यहाँ सहज रूपमा थाहा देखिन्छ, मन्दिर देखिन्छ त्यहीँबाट। अनि त्यहाँ सोद्धा पनि थाहा हुन्छ। शिखरकोटबाट अलिकति 2 किलोमिटर अगाडि डाँडा गाउँ भन्ने ठाउँमा अवस्थित यो मूर्ति। यहाँ भक्तहरू आउनुभयो भने बस्न खानाको व्यवस्था? भक्तहरू आउनुभयो भने बस्न खान अब आवासको व्यवस्था छ। धेरैजना त भने 20-50 जनासम्मलाई पुर्याउन सकिन्छ। खाना बस्नको व्यवस्था सबै राम्रो छ। अब छ उसको व्यवस्था छ, सबै बस्नलाई पनि व्यवस्था छ, खाना बस्नलाई पकाउने। हामी अब कसैले 2-4 दिनको अनुष्ठान 8-10 दिनको अनुष्ठानै म यहाँ बसेर गर्छु भनेर आउनु पनि यहाँ सबै कुरा गर्नलाई सकिन्छ। एकदम खुल्ला, सबै कुराको व्यवस्थापन हुन्छ। जे जति सकिन्छ हामीले गर्न सक्ने जति गर्छ। गुरुको तर्फबाट पनि केही यहाँ हिजो हाम्रो रामप्रसादजीले भन्नुभयो गुरु गोरक्षनाथ यहाँनिर चाहिँ के अरे यो ठाउँको नाम डाँडा गाउँ होइन, पालुङमा छ भन्ने भएर बिर्सेछु कि पालुङमा छ जामगुरु भन्नुभयो। 2 पटक म गएँ भनेपछि त जङ्गल जस्तो भन्नुभएको थियो, उहाँले त गुफा जस्तो हो कि भनेर होइन, केही छैन भन्ने चाहिँ सबै लिएर आएको हामीले होइन, सबै लिएर आइयो। उहाँले भन्नुभयो अब उहाँ नआएको 2 वर्ष भइसक्यो। खानाको नि व्यवस्था गरेर आएको थियौँ यहाँ, खानाको सहित व्यवस्था गरेर हामी आएको थियौँ। यहाँ आउँदा चाहिँ एउटा हामीलाई हाम्रो घरमा जे सुविधा हुन्छ त्योभन्दा पनि बढी सुविधा लियौँ यहाँ हामीले। उताबाट आउने बित्तिकै मैले हेरेँ यहाँ मन्दिर सब व्यवस्था छ भने मैले उहाँलाई होइन, त्यहीँनिर अबाट आउँदै यो चाहिँ हामीलाई एकदम यहाँ स्वर्गीय अनुभूति भयो भनौँ न। एकदम मन शान्त, यहाँ आउने बित्तिकै गुरु गोरक्षनाथको केही भाइब्रेसनको अनुभव भन्ने गरी होइन। अब यहाँनिर नेपालमा यो सायद पहिल्यै मन्दिर होला गुरु गोरक्षनाथको 4 मुख भएको होइन, हामीले देखेको। अब हामी धेरै ठाउँ जाँदा पनि होइन
नेपालमा चाहिँ यो चारै मुख भएको र अत्यन्त शक्तिशाली र सबै देवताहरू व्यवस्थित तरिकाले राखेको हेर्नु जुत्ताहरू बाहिर खोल्ने यति व्यवस्थित गर्नुभएको यस्तो ठाउँमा पनि होइन यत्रो बजेटहरू छ ल्याएर यत्रो यो गर्नुभएको साधकहरूको लागि एकदम सुवर्ण अवसर हो अरू पनि मान्छेहरूलाई चाहिँ अब हामीले यहाँ शक्तिपीठ हो यो वायुमण्डलीय शक्तिपीठ हावाबाट नै गुरु गोरखनाथले भन्नुभएको छ म हावाको वेगमा गडगडाटमा चाहिँ मेरो उपस्थित हुन्छ भनेर हो त्यस्तै यहाँ अनुभव भयो मलाई आउने बित्तिकै होइन हामी आउँदा पनि पानी पऱ्यो अहिले पनि पानी नै परिरहेछ होइन एउटा छुट्टै अनुभव भइरहेछ यो ठाउँमा तपाईँहरूले मकनपुरवासी त सबै आउनु नै पऱ्यो होइन नजिकै भएपछि होइन अब हाम्रो चितवनवासीहरू पनि देवघाटवासीहरू पनि अब गर्मी छल्नलाई भए नि आउनु पऱ्यो गर्मी छल्न आउने भएन यो जप तप पनि हुने भयो ध्यान पनि हुने भयो उहाँ त्यति गर्नु छ यहाँ आउँदा ओड्नुपर्ने चिसो दुईवटा ओड्नुपर्ने छ होइन यो पर्यावरणीय हिसाबले पनि यहाँ ठाउँ अत्यन्तै राम्रो देखियो र साधना हिसाबले त अब उहाँले भनि नै सक्नुभयो हाम्रो दक्षजीले साधनागत हिसाबले चाहिँ यो साधन स्थली तपस्थली नै हो नेपाल आफैमा तपस्थली हो त्यो मध्ये पनि मकनपुरको यो जुन अवस्थित छ यहाँनिर जुन पाथिभाराको कुरा गर्नु भइसक्यो उहाँले पहिला भन्दा पनि पाथिभारा चाहिँ उहाँभन्दा पनि पुरानो चाहिँ यहाँ हो भन्ने पनि कुराहरू भयो सुने मैले उहाँले पनि भन्नुभयो पुजारीले पनि होइन अब यहाँनिरको चाहिँ छुट्टै अनुभव भयो मलाई पनि त्यही भएर सबै जनता जनार्दनहरूलाई चाहिँ यहाँ आएर भगवान् गुरु गोरखनाथको दर्शन गर्नुहोस् आफ्नो आध्यात्मिक यात्राहरू पूर्ण गर्नुहोस् होइन मनलाई शान्ति दिनुहोस् र तपाईँहरूको गाउँठाउँमा भएका मान्छेहरूलाई ल्याएर एकचोटि यहाँ भिजिट गराउनुहोस् होइन एक दिन भए टुरिज्म प्रबन्धनको लागि पनि हो यो त अब साधु सन्त र एउटा संस्थाहरूले त सबै जनता जनार्दनकै लागि नै गर्ने हो होइन सबै जनता जनार्दनहरू आएर चाहिँ यहाँ एकचोटि आउँदा पनि मन प्रफुल्लित पारेर जानु होला भन्न चाहन्छु र ओम नमो नारायण ओम नमः पार्वती ओम आदेश जय गुरु है ठिक अनि हामी साधकहरू दुई दिपेश गुरु हुनुहुन्छ हामी अब के बोल्यो कसैले पनि पत्ता नला अनि हाम्रो यहाँ गुरुबाले चाहिँ गोरखनाथ बाबाले हाम्रो गुरुबालाई हुनुहुन्छ सबै कुरा अनि त्यो त्यहाँ पाथिभारामा हुनुहुन्छ त्यहाँ गएर तिमीहरूले मूर्ति स्थापना गर्नु त्यहाँ गरेपछि अनि बल्ल अहिले सबै मान्छे त्यहाँ जानु थाल्नु आज अनि त्यहाँ जानु नसक्नेलाई भनेर हामीले यहाँ व्यवस्था गर्यौँ त्यहाँ हो भन्दा यो मूर्ति त्यहाँ बनाएर यहाँ बनाएर हामीले त्यहाँ स्थापना गरेर आइसकेपछि अनि मान्छेले देख्यो कि पुरै यत्रो डाँडाभरिको सिङ्गमा थियो अनि आमा अहिले त भोरे चाहिँ यो डाँडाभरिमा त्यत्रो सिङ्गमा आमा बस्नुभयो कि अब पाथिभारा राति सबैले देखेपछि त कमसेकम अब त आखिर त रहेछ नि त हाम्रो मकवानपुरलाई पनि जागरण गर्नु पर्यो पाथिभारा यहीँ हुनुहुन्छ हामीले ताप्लेजुङ पुग्नुभन्दा यहीँ पालुङबाट नजिकै 1 घन्टाको बाटोमा पुग्न यथार्थमा पाण्डवहरू छुट्टेको ठाउँ केदारनाथको चाहिँ मेन जुम्लामा रहेछ सिन्जामा अब हामीलाई त्यहाँ थाहा छैन मेन चाहिँ त्यो उहाँको केदारनाथ हुँदैन त्यहाँ त्यस्तो ठाउँ हो तपोभूमि यही देवभूमिमा यहीँ माथि ऋषिश्वर महादेव हुनुहुन्छ हामी हिजो रुद्राभिषेक पनि गऱ्यौँ अस्ति आएर रुद्राभिषेक गऱ्यौँ अनि यो एकदम पर्यटकीय स्थल पर्यटकको दृष्टिकोणले पनि अति उत्तम र साथसाथै धार्मिक रूपले पनि यहाँ विकसित हुँदै गएको यस ठाउँमा माथा पाथिभारा 5 पाण्डवहरू छुट्टिएको ठाउँ कुन्ती सँगसँगै हुनुहुन्छ भन्ने हामीले यहाँ पुजारीबाट सुन्न पायौँ र यस्तो पवित्र ठाउँहरूमा हामी मकवानपुरवासीहरू एकचोटि आएर आफ्नो ठाउँलाई यो दाहिने त होइन हामी चाहिँ पूजा गर्दै यसरी गर्छौँ नि त ए अनि त्यो नि अहिले भन्दिनँ एउटा कुरा चाहिँ भन्नु गुरु गोरखनाथ बाबा एउटा अब जस्तै उहाँहरूको त सँगै आमासँगै माताश्रीसँगै हुन्थ्यो होइन द्रौपदी घुम्ने गएको छ अनि 5 पाण्डव के त्यस्तो सिधा कौरवहरूको अलिकति तल बैठ्छ
प्रातकालीन दैनिक अब नै गऱ्यो। यहाँ पाथिभरा माता हुनुहुन्छ जो माथि पुग्न सक्नुहुन्न, उहाँलाई यहीँबाट दर्शन दिनुहुन्छ पाथिभराले। एकचोटि पाथिभराको यहाँ दर्शन गर्नुको लागि र निर्माण कार्यहरू हुँदैछ। अध्यक्ष एउटा कुरा चाहिँ छुटेछ, यहाँ आउनलाई हजुरलाई सम्पर्क नम्बर कसैले चाह्यो भने तपाईँको यो संस्थाको प्रतिनिधि हो, म त कता पुग्छु थाहा हुँदैन। यहीँको पुजारी हुनुहुन्छ, उहाँसँग सम्पर्क गर्नुहुन्छ। उहाँको सम्पर्क नम्बर त हजुरहरूसँग छँदैछ, हजुरहरूले बताइदिन्छ ल। आनन्द बस्नेत उहाँलाई सम्पर्क गरेर आउनुभयो भने हस् ल, धन्यवाद। हस् हजुर, हामीलाई यति राम्रो आतिथ्य ग्रहण गरिदिनु हो, यसको लागि पनि विशेष सरहरूलाई धन्यवाद। हामी पनि एकदम अचानक आइपुग्यौँ, केही थाहा पनि थिएन। होइन हामीले बनाएको, किन बनायो, कसरी बनायो भने हजुरहरूलाई पनि त थाहा हुन्छ, अरूलाई पनि थाहा हुन्छ होइन। यहाँ यस्तो छ भने यहाँ आएर केही उपलब्धि भयो भने न मजा आउँछ। हस् ल, धन्यवाद।